साथीहरू हेलो गुड इभिनिङ है। म चाहिँ अहिले फिलहाल 7:30 भयो, ड्युटी जाँदैछु। मेरो चाहिँ आज एक्चुअलमा चाहिँ के थियो भन्दाखेरि चाहिँ छुट्टी थियो, मर्निङ छुट्टी थिएन, इभिनिङ छुट्टी थियो है। इभिनिङ छुट्टी थियो तर बिहान चाहिँ उठ्नु नसकेर बिमार भएर चाहिँ आज मेरो छुट्टी मिस भयो। त्यही भएर म्यानेजरले चाहिँ भन्यो मर्निङ नआइजा होस्, इभिनिङ आइजा भन्यो, बुझ्यो। अनि मेरो इभिनिङ छुट्टी चाहिँ यसरी नै मिस भयो, मर्निङ छुट्टी दिएर। खै मलाई त नि के भन्नु, अब हेर्नु इभिनिङ छुट्टी हो, हप्तामा 2 हप्तामा एकपल्ट आउँछ इभिनिङ छुट्टी होइन, बल्ल बल्ल। त्यो पनि बिमार भएर छैन यहाँनिर, के गर्नु। बल्ल 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 पाएको इभिनिङ छुट्टी, त्यो पनि इभिनिङ छुट्टी पनि काट्यो। अब त सिधै अहिले यति बेला ड्युटी गएर अब सिधै कति बजी भन्दा 1:30 बजी हेर मेरो इभिनिङ छुट्टी भएको बा बिहान 11 बजीदेखिको 3:30 सम्म गऱ्यो। त्यहाँदेखिको त छुट्टी नै ड्युटी जानै पर्थेन, एकैचोटि भोलि जानु पर्थ्यो हो। तर अनफर्चुनेटली अब के गर्नु, मेरो छुट्टी पनि मिस भयो। अब त अर्को हप्ता पनि दिन्छ कि दिँदैन इभिनिङ, अर्को हप्ता मर्निङ छुट्टी होला, त्यहाँदेखिको त इभिनिङ होला। अब हेर्नु यो हप्ता 1 हप्ता 2 हप्ता वेट गर्नु पऱ्यो मैले, 2 हप्ता इभिनिङ छुट्टीको लागि। मेरो छुट्टीको दिन चाहिँ अब कस्तो प्लानिङ थियो क्या, म थ्रेडिङ गर्नु जान्छु, पार्लर जान्छु, यता जान्छु त्यहाँ जान्छु भनेर सबै प्लान चौपट भयो क्या। कस्तो रिस उठेर बिसन्चो भयो नि त, बिहान उठ्नै सकिनँ नि त हो ओछ्यानबाट, साह्रो भयो नि त। घाक्रो जिउ दुख्यो कि, त्यहाँदेखि सकिनँ हो, ओछ्यानमा लडेको भए। त्यहाँदेखिको म्यानेजरले कल गरे, मेसेज गरिरहेको रहेछ, तुम्हारा त मॉर्निंग ड्यूटी था ना, क्यों नहीं आया भन्दै भन्यो। अब डाइरेक्ट शाम को आना, छुट्टी करके भने कि ला भन्ने भयो। अब के भन्नु म्यानेजरलाई, मलाई म यहाँनिर साह्रो परिरहेको छ, बिमार भइरहेको छ भन्नु अब बताउँदैन होला हो। अन्त त्यही भएर केही पनि भनेन, ओके भने हो। अब ड्युटीमा गएर रियाक्सन हेर्नुपर्छ कस्तो हुन्छ म्यानेजर प्लस स्टाफको। म त स्टाफको पनि के कुरा गर्नु, आम्मै पछि कुरा गर्छ कि, भन्छ क्यों नहीं आया यसा भन्छ क्या। अन्त बरु हात लागेर बस्यो। लेट्स सी द रियाक्सन है, कस्तो हुन्छ के हुन्छ। म त्यहाँदेखिको तपाईँहरूलाई भरे सेयर गर्छु है, कोर्स कमेन्ट त गर्छ हेरौँ न। आज म अब बिमार भएर आएन नि त होइन, मेरो मर्निङ ड्युटी थियो, इभिनिङ छुट्टी थियो। अनि सो म आज आउनु पाएन। सो उनीहरूको रियाक्सन चाहिँ कस्तो चाहिँ भयो होला म हेर्न चाहन्छु क्या। अहिले सोच्दै किन आइन भनेर हेर्नु पर्यो कस्तो चाहिँ हुँदो रहेछ। अहिले पनि कस्तो ड्युटी जानु मन परेको छैन नि, के गर्नु, जानुपर्छ कर हो, नजाउँ भन्दा पनि जानै पर्छ। त्यस्तै छ। यहाँ गाडी हेरेन भन्दा अहिले उडाइदिन्छ साथीहरू, गाडी चाहिँ मेन हो, हेर्नुपर्छ, तर उता हेरेर कुद्नुपर्छ, नत्र भने त मेन रोडमा चाहिँ उडाइदिन्छ गाडीले। झन् भर्खर त एउटा बला टलेको छ, भर्खर त्यस्तो डरलाग्दो एक्सिडेन्ट भएर है। र बिचारा त्यो फ्लाइटमा कतिजना 243 प्यासेन्जरहरू मर्नु भनेको यहाँ हो। म त साँच्चै भनेको कस्तो लाग्यो क्या। अब म पनि एका देशमा काम गर्दैछु, अब भोलिको दिनमा म घर फर्किँदाखेरि अब फ्लाइटहरू त्यस्तो भयो भने अब कतिजनाहरू अब अहमदाबाददेखिको लन्डन गएको रहेछ त्यो फ्लाइट,
अब कतिजनाहरू आफ्नो फ्यामिलीहरूसँग थियो होला, कतिजनाहरू ऋण लिएर अब त्यो ऋणलाई पुरा गर्नु जाँदै थियो होला, कमाउनु जाँदै थियो होला लन्डन। कतिजनाको घरमा फ्यामिली बुढा छोडेर बुढी छोडेर काम गर्नु जाँदै थियो होला होइन, बुढापाका बच्चा नानी सबैजना त्यो फ्लाइटमा थियो। अब भन्नु त कस्तो चाहिँ भयो होला त साँच्चै होला कि म त जस्तो यो न्युज सुने नि कति साह्रो मन त्यो राति मलाई निन्द्रा पनि लागेन क्या त्यो न्युज त्यो खबर सुन्दा। यस्तो मन दुख्यो क्या मलाई त। अब लु त्यो प्यासेन्जर त्यो फ्लाइटमा भएको प्यासेन्जर क्याबिन क्र्यु पाइलटहरू सबै मर्यो होइन। अब मर्नु त मर्यो नि, तर अब जहाँ त्यो क्रास भयो जुन प्लेन त्यो क्रास भयो जुन जग्गामा त्यहाँ त्यो बिल्डिङको मान्छेहरू पनि त मर्यो। कतिजना बिचारा त्यो मेडिकल कलेज थिएछ, होस्टेल थिएछ, कस्तो भयो होला तिनीहरूको आमा बाउलाई जसले चाहिँ अब यस्तो मेहनत गरेर पढाउँदै थियो होला है, डक्टरहरू बनाउँदै थियो होला, नर्सहरू बनाउँदै थियो होला, कतिजनाहरू आफ्नो भविष्य देख्दै थियो होला, बनाउँदै थियो होला। कस्तो भयो होला तिनीहरूको आमा बाउलाई भन्नुहोस् त, कस्तो चाहिँ बित्यो होला तिनीहरूको मनमा। साँच्ची त साथीहरू म त यसो सोच्छु कि आफूलाई डर लागेर आउँछ हौ। सबै यहाँ लेखेको हुन्छ क्या, भाग्यको खेल हो कि सबै। त्यत्रो प्यासेन्जरमा सिर्फ एकजना बाँच्नु भनेको यहाँ हो, त्यो पनि के भन्छ फ्लाइटको सिट नम्बर A11 भन्छु त लु। त्यत्रोजनामा त्यत्रो 244 जना मान्छेमा एकजना मान्छे मात्रै बाँचेर आउनु भनेको त यहाँ होइन त, मौतलाई छोएर आउनु भनेको जस्तै हो त्यो चाहिँ हुन्छ नि। साँच्ची होला कि साथीहरू म त नि अहिले त नि त्यहाँ अब हेर्नु न त्यो फ्लाइटमा नट ओन्ली इन्डियाको मात्रै मान्छे भएर इभन दे वर फ्रम आउटसाइड क्या, दे वर फ्रम अब्रोड, बाहिरको मान्छेहरू पनि त थियो। कतिजना पोर्टुगिज थियो होइन, कतिजनाहरू त्यहाँ बाहिरकै, तर सबसे बेसी चाहिँ इन्डियन्सै थियो। मानौँ न 169 समथिङ इन्डियन्सै थियो, 7 जना कि 8 जना पोर्टुगिजहरू थियो है। अन्त अरू कन्ट्रीहरूबाट पनि थियो, अमेरिकाहरूबाट। अब उनीहरू पनि त फर्किँदै थियो, युएसएकोहरू थियो 2 जना केटाहरू बिचारा, उनीहरू पनि बाई बाई इन्डिया के जब फ्लाइट चढ्नुभन्दा अगाडिको भिडियोहरू उनीहरूको अहिले कस्तो लिक भाइरल हुँदैछ। उनीहरूको त्यो भिडियोहरू देख्दाखेरि मलाई कस्तै मन दुखिरहेको छ क्या। उनीहरूको सबैको आत्मालाई चाहिँ म भन्छु रेस्ट इन पिस है, आत्माले शान्ति पाओस्। अब जे हुनु थियो भइहाल्यो। अब 2025को सबैभन्दा नराम्रो दिन नै त्यही थियो होला सायद इन्डियनको लागि, नट ओन्ली इन्डियन फर अदर कन्ट्रिज अल्सो है, जहाँबाट उहाँहरू हुनुहुन्थ्यो। अब हामी त केही गर्नु सक्दिनँ, अब बस यही प्रार्थना गर्नु सक्छौँ कि प्रे गर्नु सक्छौँ कि उनीहरूको आत्माले शान्ति पाओस् भनेर क्या। यस्तो दिन चाहिँ अब फेरि देख्नु नपरोस्, यस्तो घटनाहरू अब फेरि सुन्नु नपरोस् है। म पनि अब हेर्नुहोस् न, मेरो पनि अब 1.5 सालमा कन्ट्र्याक्ट सकिन्छ, म पनि अब जान्छु यहाँदेखिको उता घर जान्छु। मलाई पनि एकदमै ज्यादा डर लाग्छ क्या यस्तो कुराहरूदेखि, एकदमै ज्यादा मनको डर लाग्छ क्या। अब जुन कुरा भएकै छैन त्यो कुरालाई लिएर एकदमै ज्यादा मनको डर हुन्छ नि, एउटा मान्छेको मनको डर त्यस्तै हुन्छ क्या। मलाई चाहिँ भएको छैन त्यो कुरा, तर मलाई डर छ कि बा त्यस्तो हुन्छ कि भनेर, त्यही भएर त्यो गर्नै सक्दिनँ क्या म। डरले गर्दाखेरि मनको डर नै सबैभन्दा ठुलो हो क्या। नत्र भने आफै भन्नुहोस् न, कसले चाहिँ सोचेको थियो होला त्यस्तो हुन्छ भनेर। सबैजना कतिजना एक्साइट थियो होला, कतिजना खुसी थियो होला, कतिजना दुःखी पनि थियो होला। अब घर छोडेर जाँदैछ लन्डन, अब तर कसैले सोचेको थियो होला त्यस्तो, लाइक आज हाम्रो डेथ हुन्छ, आज फ्लाइट झर्छ, यस्तो हुन्छ होला त्यस्तो हुन्छ होला भनेर कसैले पनि सोचेको थिएन नि है। सबै उपरवाला माथिको खेल हो क्या।
त्यही भएर सक्दो राम्रो काम गरौँ है, राम्रो मानिसहरूलाई जो गरिब दुखी छ उनीहरूलाई हेल्प गरौँ। अब हामी पनि हुनु त गरिब नै हो, त्यति साह्रो हाइफाई त होइन, तर पनि आफूभन्दा जो कम्ती सानो अलिक आफूभन्दा अलिक पुवर पिपल छ, अलिक आफूभन्दा अलिकति गरिब छ, उनीहरूलाई त अलिअलि सहायता गर्न सकिन्छ नि होइन। अब त्यस्तो पनि भनेको होइन कि अब हामी धनी हो हामीले सबैलाई सबै गरिबहरूलाई दिनुपर्छ हेर्दैन होइन। एटलिस्ट एक दिनमा हप्तामा या फिर एक दिनमा एकजना दुईजना मान्छेहरूलाई हामीले हेल्पै गऱ्यौँ भने पनि त एउटा ठुलो धर्म हो नि त होइन, धर्म हो। त्यही भएर हामीले मानिसहरूलाई हेल्प गर्नुपर्छ। हामीले मान्छेहरूलाई आज छ भोलि छ थाहा छैन क्या, त्यही भएर हामीले चाहिँ जति सक्दो मान्छेहरूलाई चाहिँ हेल्प गर्नुपर्छ क्या हो। हेल्पिङ क्रिएचर, हेल्पिङ थट्सको हुनुपर्छ। अरूलाई निचा देखाएर, अरूलाई क्रिटिसाइज गरेर, अरूलाई घमण्ड देखाएर के गर्नु। यो घमण्ड क्रिटिसाइज भन्ने कुराहरू त एक दुई दिनको मात्रै हो, यो शरीर भइन्जेलसम्म मात्रै हो। शरीर मरिसकेपछि त सबैभन्दा ठुलो त मान्छेको कर्म हो, उसले जस्तो कर्म गरेको छ ऊ त्यस्तै जान्छ। त्यस्तो हो साथीहरू। म त भन्छु अब जे हुनुहुन्छ भइगयो है, अब लाइफमा बिचारा उनीहरूको अब उनीहरूको लागि कस्तो बित्यो होला त्यो उनीहरूलाई नै थाहा होला है। त्यस्तो हुन्छ साथीहरू। म पनि मेरो ड्युटी आइपुगेँ 5th फ्लोरमा माथि ड्युटी आइपुगेँ। अब ड्युटी जान्छु, हजुरहरूलाई म अपडेट दिँदै गर्छु नि है।